दर्शकबिन पशुपति शर्माज्यूको सर्वोत्कृष्ट दोहोरी गीत क्याम्पस पढ्न आउने कति वर्षको उमेरमा उहाँले गाउनु भएको थियो त र उहाँका हिट सर्वाधिक रुचाइएको गीत कुन कुन हुन् त? पक्कै पनि यिनै यस्तै अन्य विषयको पेरिफेरीमा रहेर तपाईहरु समक्ष कुराकानी गर्नको निमित्त हामी आइसकेका छौं। नमस्कार, तपाईलाई यो च्यानलमा स्वागत छ। यदि तपाई हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गरी नजिकै आउने बेल घण्टीलाई दबाई हामीसँग जोडिन भने नभुल्नुहोला। दर्शकबिन पशुपति शर्मा नेपाली लोक दोहोरी संगीतका एक ख्याति प्राप्त गायक हुनुहुन्छ। उहाँको गीत क्याम्पस पढ्न आउनेले उहाँलाई विशेष चर्चामा ल्याएको थियो। उहाँले आरआर क्याम्पसमा काठमाडौँमा अध्ययन गर्नुभएको थियो र सोही समयमा दोहोरी साँझहरूमा गाउन थाल्नु भएको थियो। उहाँको उमेर कति थियो त क्याम्पस पढ्न आउने गीत उहाँले गाइरहँदा भन्ने विषयमा भने पक्कै पनि अहिले तथ्याङ्कहरू सार्वजनिक भएको छैन। 26 वर्षको उमेरमा उहाँले क्याम्पस पढ्न आउने गीत बजारमा ल्याउनु भएको थियो। हजुर, उहाँका केही चर्चित सर्वाधिक रुचाइएका गीतहरू निम्न समावेश गरिएको छ। दोहोरीको राजा यस गीतमा पशुपति शर्मा र लक्ष्मी मल्लले स्वर दिनुभएको छ, जसमा नेपाली लोक संस्कृतिको मौलिकता झल्किएको छ। हजुर, त्यसै गरेर अर्को नम्बरमा रहेको छ जो गाउनु छ कालापानी। पशुपति शर्मा र कमला पंगिनीको स्वरमा रहेको यो गीतले सीमा रक्षा र देश प्रेमको भावना उजागर गर्दछ। त्यस्तै गरेर अर्को नम्बरमा रहेको छ साइली। पशुपति शर्मा र इप्सल सञ्जालको स्वरमा सजिएको यो नयाँ लोक दोहोरी गीतले नेपाली संस्कृति र मौलिकतालाई उजागर गर्दछ। त्यसै गरेर अर्को नम्बरमा रहेको छ टलक्कै ऐना ठल्कियो। यो तीज गीतले विशेष गरी महिलाहरूको मन जितेको थियो। हजुर, अर्को नम्बरमा छ लरक्कै लर्कियो रातो सारी। यो गीत पनि तीज पर्वमा निकै लोकप्रिय भएको थियो। हजुर, पक्कै पनि यिनै यस्तै गीतहरू तपाईँ हेर्न र सुन्न चाहनुहुन्छ भने पक्कै पनि युट्युबमा गएर यो गीतका बोल्डहरू टाइप गरेर सर्च गरेर हेर्न सकिन्छ। यो जानकारीसँगै आजको छोटो बसाइबाट छुट्टिन्छौँ। यहाँहरूका क्षणहरू सुखद रहून्। नमस्कार, धन्यवाद।